योगेश कुमार भट्टराईलाई समय दिन्छु। समय 2 मिनेट। सम्मान्य सभामुख महोदय, आज म अलिकति दुःखद घटनाको बारेमा यो सदन मार्फत सम्बन्धित सबैको ध्यान आकर्षण गर्न उभिएको छु। गएको जेठ 31 गते पाँचथर जिल्लाको हेवा खोलामा निर्माणाधीन बेली ब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनाबाट त्यहाँ काम गर्ने मजदुरहरू सिमरा, यो बारा जिल्लाको सिमरा उपमहानगरपालिकाका रूपलाल चौधरी, राकेश चौधरी र राजन चौधरीको दुःखद मृत्यु भएको छ। म उहाँहरू सबै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, साथै उहाँहरूका शोकाकुल परिवारमा संवेदना व्यक्त गर्दछु। यो पुल गएको 2 वर्षदेखि लगातार बनाउने क्रममा, निर्माणाधीन क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ, जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लाहरूमा आवागमन यातायात अवरुद्ध हुँदै आएको सम्मान्य सभामुख महोदय सबैलाई थाहा छ। र यो पटक फेरि पनि बाढीको सिजन आउँदैछ, मनसुनको सिजन आउँदैछ। गएको सालको बाढीले उक्त पुल भत्काएको थियो र नेपाल सरकारले तीव्र गतिका साथ उक्त बेली ब्रिजको निर्माण कार्य अगाडि बढाउँदै गएको अवस्थामा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला यो पुल फेरि क्षतिग्रस्त हुने पुगेको छ। यसबाट ताप्लेजुङ जिल्लामा निर्माणाधीन भएका जलविद्युत आयोजनाका निर्माण सामग्रीहरूको ढुवानी, दैनिक उपभोग्य वस्तुहरूको ढुवानी, दैनिक आवागमनका निम्ति यात्रुहरूको, नागरिकहरूको आवागमनलाई असहजता पुर्याउनुको साथै पर्यटकहरू, बिरामीहरू र सर्वसाधारण मानिसहरूको निम्ति आवागमनमा फेरि पनि एउटा समस्या थपिने स्थिति सिर्जना भएको छ सभामुख महोदय। त्यस कारणले सम्मान्य सभामुख महोदय मार्फत म नेपाल सरकारलाई ध्यान आकर्षण गर्दछु, उक्त पुल पुनः निर्माणको निम्ति